हेलो एभ्रिवान, तपाईँहरूसँग पनि यस्तो फ्यान छ भने चाहिँ ब्याट्री चार्ज भएन यस्तो भने चाहिँ फ्यान हुँदैन हैन। मार्केटमा यस्तो ब्याट्री किन्न पाइन्छ। यस्तो ब्याट्री किनेर लिएर आएर राख्ने अनि चल्छ। मैले पनि यो फालिदिन्थेँ होला हैन। ब्याट्री यसको पनि पुरानो चाहिँ बिग्रेको थियो अनि मेरो साथीले चाहिँ यो लिएर आइदिएको हैन। मैले भए मैले फालिदिन्थेँ होला अनि उसले चाहिँ यस्तो ब्याट्री लिएर आएर राख्यो भने चल्छ भनेर उसले ल्याइदिएको हो। तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। सामानहरू जे पनि फाल्नु चाहिँ नहुँदो रहेछ कि मैले भए चाहिँ फालिदिन्थेँ। ओके मजाले चल्यो। यो चाहिँ एकदमै काम लाग्छ क्या। फ्यानको धेरै हावाहरू खान मन लागेन भने अब ठुलो हुन्छ नि त फ्यानहरू अनि यसले चाहिँ नि मलाई चाहिँ रमाइलो लाग्छ। अब यसलाई म फुल चार्ज गर्छु अनि फुल चार्ज गरेर कति घन्टासम्म टिक्छ हेरौँ। पहिलाको पुरानो ब्याट्रीले चाहिँ फर्स्टमा हुँदाखेरि चाहिँ 1 घन्टा जस्तो चाहिँ मजाले फुल चार्ज गर्यो भने चल्थ्यो। त्यसपछि घट्दै घट्दै गएर आधा घन्टा 20 मिनट यस्तो गरेर चल्थ्यो। त्यसपछि त बिग्रेर नै गयो हैन। अब हेरौँ यो कस्तो चल्दो रहेछ भनेर। ओके बाई बाई।